हेलो गाइस ओके गाइस आज चाहिँ हामी डक्क लाएर कहाँ जाँदैछौँ भन्दाखेरिमा थ्री सिस्टर भन्ने ठाउँमा जाँदैछौँ होइन थ्री सिस्टर विथ फोर ब्रदर्स अनि त्यहाँबाट यो कारमा चाहिँ साइरसकोमा चाहिँ हामी 4 जना छौँ अनि त्यहाँबाट 2 जना साथीहरू पनि गइसकेको छ मेलबोर्नको साथीहरू अनि हामी पछि जाँदैछौँ होइन जे होस् आज रमाइलो हुन्छ भन्ने अनुभव छ होइन किन भन्दाखेरि क्लाइमेट यस्तो दामी भ्यू आएको छ होइन अगाडिबाट जे होस् आजको भ्लगमा गाइज स्टे ट्युन भोज पनि छ मोज पनि छ भोज पनि छ फोकस हुनु पर्यो ड्राइभिङमा यो चाहिँ थ्री सिस्टर है थ्री सिस्टर डाँडा रे यसरी समाताको दिया ल थ्री सिस्टर भन्ने यही हो होइन यतातिर त कति सिस्टर हो झन् ल बिकान भन्न डाँडा सिस्टर राम्रो कि अर्को सिस्टरहरू राम्रो अब दुईटैको आफ्नो विशेषता छ डाँडाको अब छुट्टै विशेषता छ अर्कोको छुट्टै विशेषता छ डाँडाको चाहिँ आँखालाई अब आनन्द आँखालाई अलिकति शान्त गर्छ र अर्को सिस्टरले चाहिँ अब मनलाई तनलाई सबैलाई गर्छ धनलाई पनि इफेक्ट गर्छ अर्को सिस्टर सुनमा सुगन्ध भनेको चाहिँ यही सिस्टरहरू होला होइन यो चाहिँ सुन हो यिनीहरू चाहिँ सुगन्ध सिस्टरको डाँडामा यता यस्तो रहेको छ हाम्रो भ्यू यही हो थ्री सिस्टर भनेको चाहिँ है थ्री सिस्टर डाँडा तर के गर्नु लुकेर गयो लास्टमा आएर हात्ती छिरे पुच्छड अर्क्यो भने जस्तो भयो यो उस लगाएरै छ होइन हाउ यु फिल साइरस दामी भइरहेछ तर तल जान नपाउँदा चाहिँ अपसेट गाइजहरू अपसेट फिल भइरहेछ है दामी भ्यू आएको माकुरी अम्मै नि त हो गाइजहरू के हो यस्तो साह्रो बाटो साइरसले आज धोबी हिँडौला जस्तो छ भोलिदेखि भएको मान्छेलाई होइन पहाड होइन मलाई हिमालय चढाउला जस्तो छ केटा यस्तो जङ्गलमा घना जङ्गलमा त मलाई बच्चामा के भन्छ अरे चरा मार्न गएको पो याद आयो मलाई हाई यस्तो रहेछ हुन त ट्रेकिङ हिँड्ने भनेर हिँडिसकेको छ त यतिको त हुनै पर्यो होइन ठिक छ थ्री सिस्टरसँग हनिमुन मनाउने ठाउँ जस्तो छ यो चाहिँ तर मनाउन चाहिँ कसले मनायो थाहै छैन अन्त केटा कस्तो मजाको पानीको आवाज आइरहेछ ओइ जाउँ त्यसो भए अहिले फर्किने बेला आउँला च्यानल खोल्छ है युट्युब च्यानलमा हाल्छ मोला त्यसै त सर्ट लाउने त त्यो पानी बोतल सामान हान्सम्मको आइडी दिन दाइ भन्नु
ठिक छ नि त दिइदिउँ ल। ओहो म्याम फुली न चरा ल उडिदियो होइन। हर्कदाई आएको थियो कि के हो यतातिर पनि पार्कहरूमा टक्क होइन बनाएको छ राम्रो जे होस् उकालो ओह्रालो होइन खाहरूलाई बस्नलाई टक्क बनाएको छ कि ठाउँ चाहिँ डाँडा भयो नि उकालो ओह्रालो फेरि बस्ने ठाउँ रेस्ट गर्ने ठाउँ पनि छ क्या। एक हर्कदाईको कन्सेप्ट जस्तो छ है दाई किप इट अप। योपालि प्रधानमन्त्री जित्नुपर्छ हो हर्कदाईले। साइरा हर्कदाईले प्रधानमन्त्री जित्यो भने यस्तै हुन्छ त सर्वदान त्यस्तै गरौला जस्तो लाग्दैछ मलाई। किन भन न हर्कदाईको कन्सेप्ट पनि यस्तै हो नि त। यतिको टुरिस्टलाई पनि तान्छ नि त होइन। मलाई साग त्यस्तो लाग्दैछ कि मलाई तर ठिकै छ। हाम्राले होइन राम्राले चाहिँ जित्नु पऱ्यो होइन। माइन्ड फेरि चेन्ज हुनु भएन चुनावको बेलामा चाहिँ यस्तो गर्छु उस्तो गर्छु भनेर। तर हर्कदाईले चेन्ज चाहिँ गरेन हौ भन्छु है म चाहिँ। किन भन्दाखेरि उसले धरान पार्टीहरूलाई पानी खुवाउँछु भनेको पानी खुवालाई मजाले खुवाएरै छाड्यो होइन। प्राउड अफ हिम। अनि त्यहाँबाट एक यो ठुलो सपना देख्नुहुन्न सानो सानो देख्ने होइन सपना हो देख्ने उडी छिर्ने चन्द्रमा। त्यो चन्द्रमा जान देख्नु भन्दा पनि जाने चाहिँ कसरी सोच्नु पऱ्यो थोरै गर्दै। अनि तर यस्तो नि त हर्कदाईले के भन्छ अरे धेरै उसको पार्टीको भनौँ न ऊ चुनावमा उठ्नुभन्दा अगाडि उसको धेरै उस पनि थिएन नि त। के भन्छ अरे हिँडेको मान्छे डिमान्डलाई म पुरा गर्छु भन्ने पनि थिएन नि त जनताको। अकडम बकम फुसेवाला थिएन नि त उसको होइन। पानी ल्याएर खुवाउँछु भनेको खुवाएर छाड्यो नि त होइन। मेन प्रब्लम भनेको त्यो थियो उसले जस फुलफिल गरिदियो। अब घन्टामा कति आउँछ दिनमा कति आउँछ हामी धरानवासी परेन होइन। अब त्यो धरानवासीलाई थाहा होला। सो यो हर्कदाईलाई मुला ट्याग हानिदिन्छु म। सरी आज आउनु भएन समय र परिस्थितिले गर्दा हाम्रो चेप्टे बाजेलाई पठाउनु पर्यो। कथाले मागेपछि दिनै पर्यो। अब मिलाउनै पर्यो होइन के भन्न चाहन्छु। 17 कमन मलाई उ आउनु नि त मुख मात्र चलाउ न। कभर सङ बाई सुमित है। यस्तो रमाइलो हुँदैछ तर होइन जस इन्टरटेनमेन्ट छ केटाहरू। ओइ म लास्ट ल टेन्सन नगर। फाइनल्ली गाइज आइपुगेको थियो डेस्टिनेसनमा चाहिँ तर क्लोज रहेछ। अन द स्पट पेनाल्टी छ होइन। सो पेनाल्टी तिर्न चाहँदैनौँ हामी होइन। चाहँदैनौँ भन्दा नि यताको रुल्स ब्रेक गर्न चाहँदैनौँ हामी चाहिँ। यहाँबाट फेरि फर्किनु पर्ने हुन्छ अर्कोचोटि आउनुपर्छ होइन। जस ठाउँ रमाइलो थियो होला हुन त। अब कन्स्ट्रक्सन गर्दै रहेछ होइन। त्यो भएको कारणले गर्दा पनि अझै पनि राम्रो मेन्टेन गर्दै रहेछ। सो दुःख लाग्यो। त्यही भएर चाहिँ हामी अब नेक्स्ट टाइम आउँछौँ। नेक्स्ट टाइम आउँदाखेरि ब्लग आउने नै छ। यता गाइस सबैजना दुःखी भएर फर्किरहेको छ केटाहरू होइन। इट्स सो ब्याड। ओके लेट्स गो फर एनदर स्पोट है। हामी अर्को ठाउँमा जान्छौँ सायद। अर्को ठाउँ चाहिँ रमाइलो हुन्छ होला होइन। लेट्स होप फर बेटर। त्यो चाहिँ कन्स्ट्रक्सन नभएको होस् होइन। ठिक छ ओके। यस्तो दामी घर छ कि गाइसहरू। यस्तो दामी भ्यू है गाइस। फाइनली हामी चाहिँ वाटरफल आइपुग्यो है। अर्को हामीले पहिला सुरुमा चुज गरेको खाले चाहिँ डेस्टिनेसन चाहिँ होइन कि यो चाहिँ अर्को खाले हो। अनि त्यहाँबाट आइपुगिसकेको अवस्था रहेको छ गाइस। यतातिर स्टार्टिङ भइसकेको छ वाटरफल गाइस। फाइनली हामी चाहिँ यहाँ के भन्छ अरे उसमा आइपुगेको अवस्था छ। के भन्छ अरे
वाटरफल झरनामा आइपुगेको अवस्था छ होइन। यस्तो खतरा लाग्यो कि मलाई झरना चाहिँ होइन, यस्तो खतरा यस्तो खतरा। त्यो के भन्छ अरे बाहुबलीको झरना जस्तै छ होइन। हामी चाहिँ 4 जना छ, साइरस त्यहाँ छ, उस उडाउँदै ड्रोन उडाउँदै, सुमित त्यहाँ छ, विकान देउता बाटो चाहिँ फेरि कोही नाच्छ ल रेनबो देखिरहेको अवस्था छ होइन यहाँनिर। साइरस पनि यहाँ छ, हामी रमाइलो खतरा भन्दा बाहुबली बाहुबली होइन, म चाहिँ अमर मस्त बाहु लबस्टर है त कस्तो स्लोमा त नहुँदै। अघि 2टा देखेको थियो, अहिले एउटा मात्र रहेछ। फाइनल्ली हामी चाहिँ वाटरफल आएर होइन यसो खाजासाजा खाँदै थियौँ, ब्रेड र अन्डा। म चाहिँ तलतिर आएको, तलतिर यहाँ तलबाट चाहिँ भ्यू हेरौँ भनेर एकचोटि तलबाट भ्यू हेर्छ त म कस्तो देख्दो रहेछ त्यो वाटरफलको। ब्राउन ब्रेड, अन्डा, ओट्स, दुधहरू खाइरहेको क्या। अनि फाइनल भ्यू चाहिँ कस्तो आउँदो रहेछ र। लेट्स ह्याभ अ फाइनल भ्यू है गाइस। यो चाहिँ हाम्रो आजको डेस्टिनेसनको फाइनल भ्यू रहेको छ। फाइनल भ्यू खतरा आएको छ, खतरा होइन, यस्तो खतरा आएको छ कि भ्यू होइन। जस रिग्रेट चाहिँ भएन होइन, यहाँ यो ठाउँमा आएको चाहिँ रमाइलो लाग्यो। अनि त्यहाँबाट यस्तै हो भनौँ, माथि रहेको छ उनीहरू चाहिँ नुहाउने अनि के गर्ने गरिरहेछ। म चाहिँ यता तलतिर यस्तो भिडियो बनाउन लागेको। जस आवाज यस्तो खतरा आएको छ कि होइन, झर्नाको आवाज, अनि आकाश पनि यस्तो रहेको छ, वेदर यस्तो दामी देखेको छ होइन, रमाइलो लाग्यो। अनि हामी आएको बाटो चाहिँ उ त्यो डाँडाबाट के भन्छ अरे भित्ताबाट आएको हो, यस्तो छ क्या त्यता। म अहिले तपाईँहरूलाई देखाउँछु होइन। उ त्यो के भन्छ अरे डाँडा त्यो ढुङ्गाहरूको माथिबाट छ क्या, यो रातो ढुङ्गाबाट कहाँनिर भनेपछि उयो माथिको ट्याक्क त्यहाँ माथिबाट बाटो छ, त्यहाँबाट हो आएको होइन। तपाईँहरूलाई देखाउँछु। ओके गाइज, अब हामी एकछिन रमाइलो गर्छौँ, एकछिन पछि हामी आजको दिन पनि रमाइलै बित्यो होइन। कामबाट अफ थियो, अफ भएको कारणले गर्दा घुम्न आएको, जस रमाइलो भयो भनौँ होइन। अनि खतरा यस्तो खतरा आएको छ होइन। ओके गाइज, हामी चाहिँ फाइनली फर्केको अवस्था होइन। अब भाग्यले साथ दिएसम्म अर्कोचोटि नआउन्जेलसम्मलाई चाहिँ फर दिस टाइम ह्याभ अ गुड डे। ओके बाई बाई। यो झर्नालाई पनि अनि यता अरूहरू मान्छे आउने क्रम जारी नै छ होइन, उनीहरू पनि यसो भ्रमण गर्न आइरहेको छ। सो फर दिस टाइम वी आर अलरेडी प्याक गरेर हामी जाँदैछौँ। अनि यहाँ अरू मान्छेहरू नि आउँदैछ, आउने मान्छे त्यत्तिकै छ, जाने मान्छे त्यत्तिकै छ होइन। अब काला आए गोरा आउँछ, गोरा आए काला जान्छ भने जस्तै हो। सो हामी चाहिँ जाँदैछौँ। अनि साइरस यहाँ छ, अनि अर्को 2 जना साथीहरू गइसकेको अवस्था छ। उनीहरूलाई हाइट फोबिया लाग्छ अरे। लुक एट दिस भ्यू गाइज, यस्तो थियो है भ्यू चाहिँ। त्यहाँ माथिबाट झर्ना थियो होइन, वाउ यत्रो ठुलो। बस आजको दिन रमाइलो भयो।
2-4 पैसा भन्ने कुरो त पछि पनि कमाउँदै गर्छ अनि घुम्न पनि पर्छ भन्ने हिसाबले चाहिँ आएको अवस्था थियो। ओके रमाइलो भयो। यो चाहिँ अवार्ड विनिङको रहेछ यहाँनिर बनाउँदाखेरिको होला सायद कोले के कति युनेस्कोमा पर्दो रहेछ त पेसिफिक अवार्ड रहेछ यार एसिया पेसिफिक हेरिटेज अवार्ड। यो त भनेपछि हेरिटेज पनि पर्दो रहेछ होइन त्यही हो होइन यो आउँदाखेरि युज गरेको भनेको दिस पिक हियर वाज फाउन्ड ड्युरिङ इट वाज one of the original tools used to build the track. Oh wow. चाहिँ यो ट्र्याकहरू बनाउँदाखेरि युज गरेको पिक रहेछ। जस उनीहरूले त्यसरी चाहिँ के भन्छ अरे सामानलाई भनौँ न म्युजियम तरिकाले राखेको रहेछ विच इज सो अमेजिङ। उनीहरूको यो उसलाई चाहिँ मान्नै पर्छ राम्रो रहेछ भनौँ न होइन राम्रो गरेको रहेछ। यो ट्र्याकहरू बनाउँदा चाहिँ के भन्छ अरे युज गरेको टुल्स चाहिँ रहेछ है त त्यो। अनि बनाउँदाखेरि पाएको चाहिँ फाउन्ड भनेर भनेको छ पाएको चाहिँ उस रहेछ टुल्स रहेछ। ओके गाइस बाटो चाहिँ यस्तो खतरा छ तर जे होस् भर्याङ तरिकाले बनाइदिएको छ कि यहाँको सरकारले होइन विच इज सो गुड। अनि हामी चाहिँ यो पहाडबाट माथिबाट जानुपर्छ। म देखाउँछु तपाईँहरूलाई बाटो सासफुली बिहानदेखि घुम्दा फाइनली कति बजे 3 बजिसक्यो रहेछ है 3 बजिसकेको रहेछ। अनि हामी यहाँ आइपुग्यौँ। जस रमाइलो भयो आजको दिन पनि। पहिला मेरो गाउँ झार जाने बाटो जस्तो छ आउँदा हो रमाइलो रहेछ। ओके सरी र जाने क्रम जारी छ होइन त्यो भएको कारणले गर्दा यस्तो उकालो बाटो छ कि यो छ केटाहरू त्यहाँ माथि पुगिसकेको छ। मभन्दा अगाडि हिँडेको नि त त्यही भएर उनीहरू उतै माथि त्यहाँबाट आएको हामी तर रमाइलो थियो यता बाटो। ओके गाइस म चाहिँ अब माथि गएर भेट्नेछु अब माथितिर गएर बनाउला अनि यस्तै हो र जे होस् टुर रमाइलो भयो भनौँ। ओके थ्याङ्क यू। ओके फाइनली माथि आइपुगेको अवस्था छ सास फुलिएर मर्न लागिसक्यो। भने के भन्छ चौतारा तरिकाले बनाइदिएको छ तर घाम लगाएर चाहिँ बस्दिनँ होला यस्तो छ ठाउँ चाहिँ होइन यस्तो लभली ठाउँ छ। सो 3जना केटाहरू चाहिँ उता गइसकेको अवस्था छ। म चाहिँ अनि लास्टै सास फुलिदिएको। Oh my god. अनि यहाँ मान्छेहरू आइरहेको छ अझै हाम्रो गाउँघर नेपालको पुर्ख्यौली भर्याङ यहाँ पनि आइपुगेछ होइन। अनि जुन देख्दा चाहिँ खुसी लाग्छ यस्तो तरिकाले हाम्रो नेपालमा चाहिँ लोप हुँदै गएको अवस्थामा यता चाहिँ ट्रेन तरिकाले चलाउँदो रहेछ। अनि मैले अघि भनेको थिएँ ट्याक्क म तपाईँहरूलाई देखाउँछु भनेर। यो अन द नेसनल पास 1912 फोटो एसिएस जेमी स्मिथ कलेक्सन रहेछ। जेमी स्मिथ कलेक्सनको 1912 को रहेछ त। पसिना भएको अवस्था छ।
ओ माई गॉड यस्तो पसिना आएको छ कि हैन यदि तपाईहरु कोही पनि यता आउँदै हुनुहुन्छ भने चाहिँ पहिले प्रिपेयर भएर आउनु ल जस ठाउँ चाहिँ रमाइलो छ यस्तो तरिकाको बनाइदिएको पनि छ उनीहरूले यो चाहिँ रहेको थियो झरना हामी जुन चाहिँ यसको तल गएर आएको थियौँ फाइनली अब हामी माथि आइपुगेको छ अब चाहिँ हामी घरतिर लाग्नुपर्ने हुन्छ सायद 4 बजिसकेको अवस्था छ 3:30 भएको रहेछ विच इज अलमोस्ट लाइक 4 o'clock अनि हामी अब घर जानुभन्दा अगाडि केही खाजासाजा खान्छौँ बिहानदेखि केही पनि खाएको छैन अन्डा र ब्रेड अनि साथीहरूले चाहिँ केही पनि खाएन मैले चाहिँ ओट्स र दुध पनि खाएँ थोरै हल्का नट टु मच अनि यस्तै हो जो आजको दिन रमाइलो भयो हैन ब्लू नेसनल पार्क प्लस अनि यो वाटरफल भिजिट गरियो रमाइलो थियो इट्स सो अमेजिङ भ्यू गाइस ब्याक साइडको भ्यू अनि हामीले माथिबाट त्यो मान्छेहरू बसिरहेको ठाउँबाट पनि फोटोज एन्ड भ्युजहरू लिएको छ त्यो पनि म अपडेट गर्नेछु हैन यदि तपाईहरु कोही आउँदै हुनुहुन्छ भने चाहिँ हामीले जस्तो झोला अनि सरसामान चाहिँ धेरै नबोकिकन आउनु होला आयो भने चाहिँ गाह्रो हुनेवालामा छ किन भन्दाखेरि बाटो एकदम ठाडो भएको कारणले गर्दा अनि एकदम गाह्रो हुनेवाला छ अनि त्यही हो तपाईहरु प्रिपेयर भएर चाहिँ आउनु होला है त गाइस ओके निगान भोलि नआउदैन भोलि आउँदैन फाइदा अन्त ज्यान थके लाएर हाट्रिङ ल्याएर पहिले दुख्दिन भाइ आधी घण्टामा आइपुग्नु रहेछ यार म धेरै अगाडि आइसकेको रहेछु ए हुन्छ त ल म रेडी हुन्छु नि जो हो गया Hello, bro. Hey, bro. Too big river. Fuck, I almost died. Fuck. Oh my God. Now I need to learn swimming. अब केटाहरूले भेटाइदिन्छु नि मुजी म ए केटाहरूलाई चाहिँ भेटाइदिने त्यसले बाल मान्दिनु त मुजी त सिरियसली जस्तो छ कि तर मैले भने बाहिर त यस्तो छाडा रहेछ कहाँ म यस्तो त अनि यस्तो हाल्दिनँ अनि रक्सिया ताल्दाखेरि म अस्ति सेन्ड गर्ला भनेर रक्सिया ताल्दा त कुन भिडियो सेन्ड थाहै हुँदैन मलाई त थाहा हुँदैन त्यसै आजको हाम्रो चाहिँ ठ्याक्क भनौँ न ब्लू वाटरफल्स चाहिँ घुमाइसकिसकेको छ फाइनली हामी रुम आइसकेको छौँ अनि त्यहाँबाट आजको घुमाइ चाहिँ कस्तो रह्यो त समग्र रूपमा ल विकास त आजको घुमाइ चाहिँ रमणीय र अलिकति मन शान्त भयो हैन
किनभने अब हामी सिटिङमा बाँड्ने र हामी किचनमा काम गर्ने भने जहिले पनि अब डक्करको आवाज र मान्छेको विभिन्न मान्छेहरूको आउजाउको आवाज त्यो ग्याङ गुरुङ तपाईँले सुन्न सक्नुहुन्छ र अझ पनि ब्याकग्राउन्डमा गाडीहरूको आवाज आइरहेको छ होइन। हामीले चाहिँ अब त्यो शान्ति पाउनलाई र गर्न धेरै गाह्रो छ यता त्यो शून्यता पाउनलाई। त्यसैले आज हामी ब्लू माउन्टेन भन्ने ठाउँमा गएको थियो र ब्लू माउन्टेन भन्ने ठाउँमा गएर आज मौसमले पनि साथ दिएको थियो र सबै कुराले आज साथ दिएको थियो भनौँ न। गयो आज हामी त्यसपछि थ्री सिस्टर पनि माउन्टेन पनि हेरियो, मजाले भ्यूसु हेऱ्यो, आनन्दले चिल बारामा एकछिन त्यहाँ बसियो। त्यसपछि हामी हल्का हाइट ट्रेलको लागि गयो। जाँदा जाँदा हामी अब बाटो हामीलाई थाहा थिएन, हामीले अब राम्रोसँग हामीले अब एक्सप्लोर गरेको थिएन, राम्रोसँग सर्च गरेको थिएन र हाम्रो यो अनुभव राम्रो अनुभव भयो भनौँ न। बाटो थाहा नभए पनि हामी कुनै कुनै ठाउँमा हामी अब अलिकति हरायौँ र यतापट्टि हामी अब बिछड्यौँ, हडबडियो होइन। यो पनि रमाइलो नै भयो। लास्टमा हामी फेरि ब्याक टु के अरे थ्री सिस्टर आएर हामी फेरि अर्को ठाउँ गएर, किनभने हामी पहिला जाने ठाउँको बाटो बन्द गरेको रहेछ अहिले, त्यहाँबाट कन्स्ट्रक्सनको कारणले गर्दा त्यहाँबाट गयो भने 300 पेनाल्टी भन्यो अन द स्पोट भन्यो। त्यही भएर किन रिस्क लिने, अब त्यहाँ देखिरहेछ, त्यहाँ हामी पढिरहेछ, पढ्दा पनि हामी त्यस्तो गल्ती त गर्नु भएन, एलजिमा नागरिक भएपछि भनेर हामी त्यहाँबाट फर्क्यौँ गयो। त्यसपछि पुरा आउँदाखेरि यस्तो ओह्रालो हिँड्दाखेरि यस्तो हाम्रो एउटा साथी अलिकति जस्तो रमाइलो थियो रमाइलो थियो। हाम्रो साथी हाम्रो अलिकति डर पनि मानिरहेको थियो, डर मान्दा रमाइलो पनि भइरहेको थियो। अनि हामी वाटरफलमा वेनफोर्ड वाटरफल कि समथिङ मलाई प्रनाउन्सिएसन गर्नु आएन, वेनफोर्ड कि वाटरफल समथिङ थियो। त्यहाँ पुग्दाखेरि त्यहाँ हुनेको दुःख जति त्यहाँ भयो कष्ट सब भुलेर हामी एकछिन मजाले फिल लिएर चिल हान्दै थियो। लास्टमा त्यो के भन्छ अरे वाटरफलमा जान चाहने मान्छेहरू अब भनौँ न सिडनीमा भएको नेपालीहरू कसैले यो भ्लग हेऱ्यो भने चाहिँ तिमी के सजेसन दिन्छौ? जानु राम्रोसँग जानु होला होइन। अलिकति अब हिँड्न नसक्ने मान्छेहरूलाई चाहिँ अलिकति गाह्रो हुन्छ, अलिकति अब हाइटसँग डर लाग्ने मान्छेहरूलाई चाहिँ अलिकति कुनै कुनै ठाउँमा डर लाग्न सक्छ, किनभने पुरै नै त्यो ओह्रालै नै छ, अलिकति भर्याङ पनि अलिकति डेन्जर त त्यस्तो डेन्जर छैन, किनकि वरिपरि समाने ठाउँ राखिदिएको छ साइड साइडमा टोटी राखेको छ, तपाईँले पार्छ सकिन्छ। तर अलिकति कष्ट चाहिँ हुन्छ हिँड्न नसक्ने मान्छेहरूलाई, अलिकति मोटो घाटो मान्छेहरूलाई चाहिँ गाह्रो हुन्छ। तर झर्न त सजिलो हुन्छ, पछि आउन चाहिँ गाह्रो हुन्छ। त्यही भएर बिस्तारै जानु आनन्दले टाइम लिएर जानु। तर बिहानको समय जानु हुन्छ है, म चाहिँ बेटर बिहानको समय बेटर भने सिडनीबाट 6-7 बजीतिर हिँड्ने, त्यहाँ 8-9 बजीतिर। ओके, थ्याङ्क यू फर यर सजेसन। सुमित कस्तो भयो अनि आजको घुमाइ? राम्रै भनौँ न, अन्तिममा थकाइ लाग्यो। त्योभन्दा पनि तिम्रो रिएक्सन अर्कै खाले थियो नि तल झर्ने बेलामा होइन, वाटरफल जाने बेला, त्यो बेलाको चाहिँ कस्तो भएको थियो तिमीलाई? हाइटदेखि डराउने हुन्छ नि, हाइट फोबिया भएको हुनाले मुटु सिक गर्ने कि जस्तो र अनुहार हेर्न लायकको थियो होइन। डर लागिरहेको आउँदा चाहिँ के भएन, आउँदा त उकालो भयो नि त अनि त्यो भएको कारणले गर्दा हो। जस रमाइलै भयो भनौँ न होइन समग्र रूपमा। एकजना साथी चाहिँ मिसिङ छ, ऊ चाहिँ जिम गएको छ, त्यो भएको कारणले गर्दा उसको चाहिँ लास्टमा सुन्न पाएन। जस रमाइलो चाहिँ रमाइलो भयो आजको दिन। अनि अब चाहिँ फेरि भएछ भने अब विकली भ्लग हालौँला, भएन छ भने चाहिँ मन्थली चाहिँ फिक्स हो होइन। अब लेट्स सी। अनि आजको भ्लगलाई चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु। ओके, बाई बाई, सी यु अन नेक्स्ट भ्लग। ए अनि लास्टमा च्यानलमा यसो लाइक सब्सक्राइब भन न। हजुरहरूलाई चाहिँ अब अझ यस्तै तपाईँहरूले रोमाञ्चक खाले, रमाइलो खाले, एडभेन्चर खाले होइन, तपाईँलाई घुम्ने अब कन्फ्युजन हुनुहुन्छ र भोलिपछि कहाँ जाउँ भने चाहिँ हाम्रो दाइको च्यानल स्प्रेड गरिहेर्नु होला। अनि हाम्रो दाइले अब वरिपरि ठाउँको अपडेट दिइरहनुहुन्छ र होपफुल्ली उहाँले कन्टिन्यू गर्नुहुन्छ यो जर्नी होइन। उहाँलाई धेरै शुभकामना, सकेसम्म गर्नुहुन्छ। र हाम्रो दाजुभाइ दिदीबहिनीहरूले चाहिँ अब साथीहरू हाम्रो दाइको च्यानलमा चाहिँ सब्सक्राइब लाइक चाहिँ ट्याङ नै हाल्नु पऱ्यो, फलो गर्नु पऱ्यो नि। फलो चाहिँ गरिदिनु पऱ्यो। ओके सुमित केही छ? लाइक, सेयर एन्ड सब्सक्राइब।
ओके फाइनल्ली गाइज अब चाहिँ यो भ्लगलाई यहीँ अन्त्य गर्नुपर्ने हुन्छ किन भन्दाखेरि लामो भयो भने अलि हेर्नु नि मजा आउँदैन होइन त्यो भएको कारणले गर्दा भोलि पर्सिको दिनमा भएछ भने चाहिँ हामी हाम्रो 21 एक्सप्रेसोको पनि हामी किचनभित्रको इनसाइड द किचनको पनि भ्लग लिएर आउँछ भाइ यति रमाइलो हुन्छ कि यति रमाइलो हुन्छ अर्को भ्लगमा भेटौँला ओके सी यु गाइज थ्याङ्क यू